हाई गाइज नमस्ते, म दिनेश खालिङ राई। आजको भिडियोमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। हामी कतिजना काम गर्छौँ होला, कतिजना हामी पढ्दैछौँ होला, स्टुडेन्टहरू छौँ होला, कतिजना हामी काम पनि गर्छौँ, पढ्छौँ पनि, अनि कतिजना हामी आफ्नै व्यवसायहरू गरिराखेको छौँ होला। हामी आफ्नो आफ्नै हाम्रो प्रोफेसनमा छौँ अनि हामी आफ्नो आफ्नै काम कार्यहरू गरिराखेको छौँ। अनि स्वाभाविक रूपमा हाम्रो त्यो कामहरू गर्दाखेरि, हाम्रो पढाइहरूले गर्दाखेरि हाम्रो मानसिक रूपमा, शारीरिक रूपमा हामी थकित हुन्छौँ। त्यो चाहिँ स्वाभाविक छ। अनि हाम्रो मेन्टल हेल्थ अनि हाम्रो फिजिकल हेल्थ एकदमै इम्पोर्टेन्ट छ हाम्रो लाइफमा। ब्यालेन्सिङ लाइफ जिउन चाहनुहुन्छ भनेदेखिलाई चाहिँ यो पोइन्ट चाहिँ तपाईँको लाइफमा हुनैपर्छ, अथवा यो बारेमा तपाईँलाई जानकारी हुनैपर्छ। सो तपाईँले के गरिराख्नु भएको छ, अथवा तपाईँ चाहिँ के गर्नुहुन्छ आफ्नो मेन्टल हेल्थको लागि, रिफ्रेसमेन्ट हुनको लागि, अथवा तपाईँले आफ्नो फिजिकल्ली हेल्थ रिफ्रेसमेन्ट गर्नको लागि के गरिराख्नु भएको छ त? यो प्रश्न तपाईँलाई। अनि सो आज म केही पोइन्टहरू तपाईँहरूलाई म भन्न लाग्दैछु। अनि तपाईँले आफ्नो मेन्टल हेल्थको लागि अथवा तपाईँ स्ट्रेसलेस हुनको लागि, तपाईँले रिफ्रेस हुनको लागि गर्दाखेरि उपयुक्त हुने कुराहरू तपाईँहरूलाई म भन्न लाग्दैछु। एक नम्बरमा छ अनि लिसन टु म्युजिक, अथवा म्युजिक सुन्नु। अनि म्युजिक सुन्नले चाहिँ अनि हाम्रो मानसिक रूपमा हामी कहिलेकाहीँ स्ट्रेस हामी फिल भइराखेको छ भनेदेखिलाई चाहिँ अनि म्युजिक सुन्नले चाहिँ हामी रिफ्रेस हुन सक्छौँ। अनि म पनि गरिराखेको हुन्छु। अनि कहिलेकाहीँ म चाहिँ एकदमै टायर्ड अथवा एक्लै हुँदाखेरि चाहिँ म चाहिँ प्रायः म्युजिक सुन्छु। अनि म्युजिकले चाहिँ हामीलाई रिफ्रेस गराउँछ। तर तपाईँले आफूलाई स्याड फिल भइराखेको छ भनेदेखिलाई चाहिँ त्यस्तै स्याड म्युजिकहरू चाहिँ नसुन्नु होला। तर अलिकति हुन्छ नि तपाईँलाई इन्सपायर गर्ने कुरा म्युजिकहरू सुन्नु होला। डिस्पायर भइराख्नु भएको छ भनेदेखिलाई चाहिँ झन् त्यस्तै खालको त्यो तपाईँलाई डिसमोटिभेट गर्ने खालको म्युजिकहरू चाहिँ नसुन्नु होला। अलिकति म्युजिकहरू सुन्दाखेरि पनि तपाईँले अलिकति मोटिभेसन मिल्ने खालको म्युजिकहरू सुन्नुहोस् भन्न चाहन्छु। अनि अर्को कुरा चाहिँ म आफैलाई पनि म चाहिँ एकदमै म्युजिक मनपर्ने मान्छे। अनि कहिलेकाहीँ म चाहिँ समय हुँदाखेरि चाहिँ म घन्टौँसम्म बितेको पनि थाहा पाउँदिनँ। अनि म म्युजिक गरिराखेको हुन्छु, गाइराखेको हुन्छु, अनि म क्रिएट पनि अलिअलि गरिराखेको हुन्छु। सो अनि यो कुरा गर्नाले चाहिँ हाम्रो जीवनमा धेरै फाइदाजनक छ अनि हामीलाई मेन्टल्ली एकदमै रिफ्रेस गराउँछ। अर्को पोइन्टमा छ मेडिटेसन अथवा योगा, होइन। अनि हामी चाहिँ मेडिटेसनहरू पनि गर्न सक्छौँ। अनि तपाईँले चाहिँ यदि आफ्नो माइन्डलाई चाहिँ रिफ्रेस गर्न चाहनुहुन्छ भनेदेखिलाई चाहिँ आई रिफर यु मेडिटेसन गर्नुहोस्। अनि मेडिटेसन गर्नाले चाहिँ धेरै फाइदाजनक छ। सँगसँगै तपाईँले चाहिँ योगा पनि गर्न सक्नुहुन्छ। योगा गर्नाले पनि फिजिकल्ली अनि मेन्टल्ली तपाईँले अनि बोथली अनि फाइदा पुग्नेछ। अनि यो कुराले चाहिँ हामी फेरि रिफ्रेस गर्न सक्छौँ। हामी फेरि तपाईँ एकदमै टायर्ड फिल भइराखेको छ होला, एकदमै तपाईँलाई अल्छी भइराखेको छ होला, एकदमै तपाईँ चाहिँ मेन्टल्ली टायर्ड हुनुहुन्छ, फिजिकल्ली टायर्ड हुनुहुन्छ भनेदेखिलाई चाहिँ अनि योगा र तपाईँले मेडिटेसन गर्नुभयो भनेदेखिलाई चाहिँ यु क्यान फिल रिफ्रेस, है त। अनि सो अर्को पोइन्टमा जाउँ। अर्को पोइन्टमा छ स्पेन्ड टाइम नेचर। सो आज म गरिराखेको छु। सो आज चाहिँ म चाहिँ एकदमै यो नेचर, ब्युटिफुल नेचर, वरिपरि नेचरसँग नजिक हुन यो मौका पाएको छु। अनि म चाहिँ यो पनि गरिराखेको हुन्छु कि मेरो समय छ भनेदेखिलाई चाहिँ म चाहिँ एकदमै नेचरसँग एट्याच हुने मन पराउँछु। अनि तपाईँले पनि तपाईँको समय छ भनेदेखिलाई चाहिँ हप्तामा एकचोटि दुईचोटि कति समय छ तपाईँले नेचरसँग समय बिताउनु होला। नेचरसँग समय बिताउनले चाहिँ सबै हाम्रो स्ट्रेसहरू लस हुन्छ। अनि तपाईँको मेन्टल्ली स्ट्रेसहरू सब अनि हराएर जान्छ। अनि त्योसँग रमाउनेले चाहिँ यु क्यान फिल जोय के, है। अनि सो तपाईँको मेन्टल्ली सम्पूर्ण कुराहरू चाहिँ हिल हुन्छ नेचरसँग समय बिताउनले गर्दाखेरि चाहिँ। अर्को पोइन्टमा छ इङ्गेज इन अ हबी। अनि तपाईँको हबीसँग चाहिँ तपाईँ इङ्गेज भइराख्नुहोस्। तपाईँको हबी के हो त, होइन। हाम्रो आफ्नो आफ्नै अनि हबीहरू छ प्रत्येक व्यक्ति अनुसारको। अनि तपाईँलाई के गर्नु मनपर्छ, तपाईँको हबी के हो, अनि तपाईँले त्यो तपाईँको हबीको लागि कति समय बिताइराख्नु भएको छ, यो कुराले चाहिँ एकदमै प्रभाव पार्छ हाम्रो लाइफमा। सो तपाईँ
खुसी हुनको लागि, हरेक दिन तपाईँले रिफ्रेस फिल हुनको लागि, अनि तपाईँको मेन्टल्ली फिजिकल्ली तपाईँले आफूलाई हेल्दी राख्नको लागि हबीमा पनि त हामीले हाम्रो समयहरू दिनुपर्छ अनि बिताउनुपर्छ। यो कुराले चाहिँ धेरै हामीलाई बेनिफिट हुन्छ। सो कसैलाई हामीलाई म्युजिक मनपर्छ होला, म्युजिक गर्न पाउनुपर्छ। तपाईँलाई कतिजनालाई तपाईँले ड्रइङ गर्न मनपर्छ होला, अनि यु हेभ टु डु ड्रइङ। अनि कतिजनालाई तपाईँलाई एक्सर्साइज गर्न मनपर्छ होला, अनि यु हेभ टु डु। अनि तपाईँले के गर्नु मन लाग्छ, तपाईँको हबी के हो, त्यसमा चाहिँ तपाईँले समय दिनुहोस् र तपाईँले मेन्टल्ली अनि फिजिकल्ली अनि रिफ्रेस हुनुहोस् र रिमुभ हुनुहोस् फेरि, अनि एकदमै ताजा भएर जिउनलाई। अनि हरेक दिन हामी रिफ्रेस भएर जिउन सक्छौँ। अर्को कुरा छ एक्सर्साइज, होइन। अनि हामीले चाहिँ एक्सर्साइज गर्नाले चाहिँ अनि हाम्रो फिजिकल्ली अनि मेन्टल्ली दुवैलाई नै हामीलाई फाइदा पुग्छ, अथवा हामी चाहिँ रिफ्रेस हुन सक्छौँ। कतिजनालाई चाहिँ हामीलाई एक्सर्साइज गर्न मन पराउने मानिसहरू छौँ, अनि म आफैलाई पनि व्यक्तिगत रूपमा एकदम एक्सर्साइज मनपर्छ। सो म तपाईँलाई रिफर गर्न चाहन्छु कि अनि तपाईँसँग समय छ भनेदेखिलाई चाहिँ एक्सर्साइज गर्ने बानीहरू बसाल्नुहोस्। एक्सर्साइज गर्ने बानीले चाहिँ अनि हाम्रो सम्पूर्ण हाम्रो मेन्टल्ली अनि फिजिकल्ली हेल्थलाई एकदमै फाइदा पुग्छ। किनभनेदेखिलाई चाहिँ हामी कहिलेकाहीँ त हामी बोरिङ भइराखेको हुन्छ, एउटै काम गर्दा गर्दा एउटै क्लास एटेन्ड गर्दा गर्दा एकदमै हामीले बोरिङ फिल हुन्छ, अनि हामीले नजानिदो किसिमले अनि जानिदो किसिमले हामी टायर्ड भइराखेको हुन्छौँ कि। त्यही कारणले गर्दाखेरि तपाईँसँग समय छ भनेदेखिलाई चाहिँ दिनमा, हरेक दिनमा, हप्तामा एकचोटि दुईचोटि भए पनि हामीले चाहिँ एक्सर्साइज गर्नु चाहिँ एकदमै स्वास्थ्यको लागि अथवा मेन्टल हेल्थको लागि चाहिँ फाइदाजनक छ। सो तपाईँलाई म भन्न चाहन्छु कि हामी जिम जानै पर्छ भन्ने पनि छैन, हामी घरमै पनि हामीले एक्सर्साइजहरू गर्न सक्छौँ, अनि अथवा हामी जगिङ गर्न सक्छौँ, बाहिरतिर स्ट्रेचिङहरू गर्न सक्छौँ। हामीसँग इन्टरनेटहरू छ, युट्युब हेरेर अथवा हामीले अरू सोसल मिडियाहरूमा हेरेर हामीले गर्ने त्यो एक्सर्साइजहरू टिप्सहरू हामी लिन सक्छौँ। सो म चाहिँ तपाईँलाई इन्करेज गर्न चाहन्छु कि तपाईँले एक्सर्साइज पनि सुरु गर्नुहोस् र हप्तामा एकचोटि भए पनि दुईचोटि भए पनि तपाईँले एक्सर्साइज गर्न थाल्नुभयो भनेदेखिलाई चाहिँ तपाईँले आफ्नो जीवनमा यु फिल भेरी बेटर। अर्को पोइन्टमा जाउँ अनि हाइकिङ गर्नाले पनि हामीलाई धेरै नै फाइदाजनक हुन्छ, होइन। अलिकति समय छ भनेदेखि त ट्रेकिङ नै निस्किनुहोस्, तर तपाईँसँग थोरै समयहरू छ भनेदेखिलाई चाहिँ हाइकिङ चाहिँ एकदमै बेटर हुन्छ। अर्को कुरा छ अनि कतिजनाले चाहिँ आफ्नो मनपर्ने मानिसहरूसँग, आफ्नो नजिकको मानिसहरूसँग इन्गेज गर्नाले पनि हामीले चाहिँ रिफ्रेस हुन्छ। तपाईँको मिल्ने साथीहरू होला, तपाईँको मिल्ने बोयफ्रेन्डहरू, आफ्नो गर्लफ्रेन्डहरू छ होला, आफ्नो पार्टनरहरू अनि आफ्नो फ्यामिली मेम्बर्सहरू हुनुहुन्छ होला, उहाँहरूसँग तपाईँले आफ्नो मनको कुराहरू खोल्नुहोस्। कहिलेकाहीँ आफ्नो मनको कुराहरू अथवा स्पेन्ड गर्नुहोस्, त्यो डेटिङ गर्नुहोस्। त्यो कुराले पनि हामीलाई चाहिँ धेरै मेन्टल्ली हेल्थमा चाहिँ राम्रो बेनिफिट हुनसक्छ। कतिजनाको एक्सपिरियन्स चाहिँ के पनि छ भन्देखिलाई चाहिँ यदि तपाईँलाई मन परेको कुराहरू खानुभयो भनेदेखिलाई चाहिँ स्ट्रेसलेस भइन्छ भन्ने मान्यता पनि छ। सो तपाईँले आफ्नो मन परेको कुराहरू खानाहरू पनि खानुहोस्, अनि त्यो कुराले पनि हामी मेन्टल्ली चाहिँ हामी रिफ्रेस हुन सक्छौँ अथवा फिजिकल्ली पनि, होइन। अर्को पोइन्टमा चाहिँ तपाईँले चाहिँ ब्यालेन्सिङ फुड, इट अ ब्यालेन्सिङ फुड। अनि तपाईँले चाहिँ ब्यालेन्सिङ फुडहरू खानाले पनि हामी चाहिँ हेल्दी हुन्छौँ, मेन्टल्ली पनि फिजिकल्ली पनि। सो यु हेभ टु इट ब्यालेन्सिङ फुड। अनि तपाईँले चाहिँ मिलाएर खानुहोस् खाँदाखेरि, फ्रुट्स अनि प्रोटिन, मिनरल, भाइटामिन सबै कुराहरू, कति हामीलाई चाहिने कुराहरू, होइन। अनि सब कुराहरू चाहिँ मिक्स भएको फुडहरू हरेक दैनिक लाइफमा चाहिँ युज गर्नुहोस् भन्न चाहन्छु। अर्को पोइन्टमा चाहिँ गेट इनफ स्लिप। अर्को कुरा चाहिँ अनि तपाईँ प्रशस्त मात्रामा सुत्नुहोस्, अथवा दिनमा 7 घन्टादेखि 8 घन्टा 9 घन्टा सुत्नुहोस्। अनि प्रशस्त मात्रामा सुत्नले चाहिँ अनि तपाईँलाई धेरै नै मेन्टल्ली अनि फिजिकल रूपमा तपाईँको हेल्थमा यसले सुधार ल्याउनेछ, यसले धेरै नै प्रभाव पार्नेछ। अनि म चाहिँ के रिफर गर्छु भनेदेखिलाई चाहिँ तपाईँसँग हप्तामा 1 दिन 2 दिन तपाईँसँग समय छ भनेदेखिलाई चाहिँ 8 घन्टा 9 घन्टा मात्र होइन कि अलराम नराखिकन तपाईँको डिप निन्द्रा कतिसम्म आउँछ अनि तबसम्म सुत्नुहोस् भन्न चाहन्छु। मेरो चाहिँ आजकल एउटा हबी एड भएको छ। के भन्दाखेरिलाई चाहिँ हप्तामा एकचोटि दुईचोटि चाहिँ अलराम नराखिकन जहिलेसम्म बिउजिँदैन तबसम्म सुत्नु, होइन। अलराम नराखिकन सुत्नु। अनि यो गर्नाले चाहिँ एकदमै यु क्यान फिल बेटर, होइन। अनि यु क्यान फिल भेरी गुड। अनि तपाईँको दिन नै चेन्ज गरिदिन्छ, अनि हप्ताभरि तपाईँ हेल्दी भएर बाँच्न सक्नुहुन्छ त्यसपछि। अनि यो चाहिँ मेरो हबी हो। अनि आजकल चाहिँ बरु हप्तामा एकचोटि भए पनि पाऊँ, होइन, तर अलराम नराखिकन
अनि म चाहिँ अलार्म नराख्दाखेरि चाहिँ म चाहिँ डिपली 11 देखि 12 घन्टासम्म म चाहिँ सुत्न सक्छु। त्यही कारणले गर्दाखेरि तपाईँ पनि यो कुराहरू गर्नुहोस् अनि यु क्यान फिल बेटर हैन। अनि तपाईँको हेल्थमा अनि तपाईँको दैनिक जीवनमा धेरै चेन्जेसहरू आएको तपाईँले फिल गर्नुहुनेछ। सो यो कुराहरू म तपाईँलाई भन्न चाहन्छु। यदि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भनेदेखिलाई चाहिँ अवश्य सब्सक्राइब गरिदिनु होला। अनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै यहाँबाट म बिदा हुन्छु। हस्, थ्याङ्क यू सो मच।